बुझिदिनु होला प्लिज। भन्न त धेरै कुरो थियो हैन, धेरै कुरो भन्न पनि मन लागेको थियो, धेरै कुरो सम्झाउनु पर्ने पनि थियो, रिसाउनु पर्ने पनि थियो, कराउनु पर्ने पनि थियो हैन। तर ठिकै छ, हेर्दै गरौँ न सत्यको जित हुँदो रहेछ कि असत्यको जित हुँदो रहेछ भन्ने कुरो यहीँबाट प्रष्ट हुन्छ। अब हेर्दै गरौँ। जतिसुकै चलाक भएर हैन गलत काम गर्नुहोस्, एक न एक दिन त्यसको पर्दाफास हुन्छ नै हुन्छ। जतिसुकै एक न एक दिन त्यसको पर्दाफास भएरै छोड्छ र सत्य कुरो अगाडि आउँछ के। सत्य के हो गलत के हो त्यो छुट्याउनलाई अलिकति टाइम लाग्ला, तर सत्य सत्य नै हुन्छ, असत्य असत्य नै हुन्छ। माया गरेको छ माया गर्नुहोस् हैन, माया गर्नुहोस्, साथ सपोर्ट गर्नुहोस्, जसको जति जति क्षमता छ त्यति त्यति साथ सपोर्ट गरिरहनु भएको छ सबैजनाले। आमा दिदी भाइ बहिनी अङ्कल आन्टी बाबा आमा सबैजनाले सपोर्ट गरिरहनु भएको छ। त्यो प्रष्ट रूपमा देखिरहेको छ त हैन। भ्लगमा हेर्नुहोस्, जहाँ गयो भाइ बुहारी, जहाँ गयो टिम भेटिन्छ, आयोजक फ्यामिली कति माया गर्नुहुन्छ, आमा दिदी बहिनीहरूले दाजुभाइहरूले कति रिस्पेक्ट गर्नुहुन्छ उहाँलाई। हामीलाई चाहिएको केही होइन, हामीले हेर्न खोजेको केही होइन फ्युचरमा। एउटा मकै बेच्नेदेखि लिएर होइन एउटा हस्पिटलको के भन्छ त्यो संयोजकसम्मले होइन यति रेस्पेक्ट र यति यो माया दिनुभएको छ है। त्यो मात्रै होइन नि हैन, विगतमा गरेका कामहरू त त्यसै उधारी नै छ नि हैन। उधारै छ नि, के भन्छ उदाहरणै छ नि। पुरै टिकटक, इन्स्टा, फेसबुक, युट्युब जताततै हेर्नुहोस् त विगतमा गरेको कामहरू। अहिले पनि गर्छ, फेरि फ्युचरमा पनि धेरै कामहरू गर्छ, गर्नुपर्छ। त्यो गर्नलाई साथ सपोर्ट पनि चाहिन्छ, फ्यामिली पनि चाहिन्छ। बिजनेस गरेको छ, बिजनेस बढाउनलाई पनि यो फ्यामिली नै चाहिन्छ क्या। वर्ल्ड वाइड पुरै मान्छे चाहिन्छ, नट ओन्ली आइज फ्यामिली।